यस्तो भ्यू हेर्न पाउँदा आफूले आफूलाई भाग्यमान ठान्दाको थियो। लास्टमा के भयो यस्तो मसँग। यो चाहिँ हाम्रो गोटीचोर टुरको सेकेन्ड मिनी ब्लग हो। यो चाहिँ रातिको समयमा डान्स गरेर रमाइलो गरिरहेको दृश्य हो। मलाई चाहिँ नाच्न नजान्नु आगो डेँडो भने जस्तो उफ्री उफ्रेर नाचिरहेको थिएँ। जे गरे पनि रमाइलो हुनु पर्यो टुरमा भनेर नाचेको हो। यता चाहिँ साथी बसेर हाई गर्दैछन्, उता चाहिँ सर स्टुडेन्ट मिलेर दामीसँग देउडा खेल्दैछन्। दिस इज द नेक्स्ट डे। आज चाहिँ दामीसँग गोटीचोरको भ्यू हेर्नुपर्छ भनेर हामीहरू बिहानै उठेर त्यो डाँडामा जान लाग्यो। यता गोटीचोर देखिने ठाउँमा आएको त यस्तो बबाल कुहिरो लागेर बबाल देखिरहेको थियो। गोटीचोर नदेखे पनि तलबाट आउँदाखेरि धेरै थकिलाइरहेको थियो। यस्तो ठाउँ के जाने भनेर धेरै अल्छिरहेको थियो। माथि आएको त यस्तो दामी भ्यू देखेर त झन्डै नआएको भए त यो भ्यू नै म मिस गरिहाल्ने रहेछु भनेर पछि पो सोचे जस भगवानले जा भाइ जा यस्तो भ्यू हेर्न पाउँछस् भनेर यता पठाउनु भएको रहेछ मलाई चाहिँ। यो कुहिरो हिँडेको हेर्नुस् न तपाईहरुले कति बवालसँग हिँडिरहेको छ। तपाईहरुलाई लाग्छ कि यो जुम्ला कुनै हालतमा पनि होइन। यस मलाई पनि त्यस्तै लाग्थ्यो। अरु मान्छेहरुको भिडियो हेर्दाखेरि जब आफू त्यही स्वयं प्रत्यक्ष यो भ्यू देखे हो रहेछ हाम्रो जुम्ला पनि यस्तो दामी ठाउँ रहेछ भन्ने मलाई गर्व फिल भयो। अनि हामीहरु चाहिँ लाग्यौं फोटो खिच्न भिडियो बनाउन। हाम्रो साथीहरुले हेर्न सक्नुहुन्छ तल कस्तो दामीसँग फोटो खिच्दै भिडियो बनाउँदै हुनुहुन्छ। हामी चाहिँ धेरै भाग्यमानी रहेछौँ। ठ्याक्कै बादल हेर्न सक्नुहुन्छ कस्तो दामीसँग कुदिरहेको छ। उताबाट सनसेट पनि भइदिरहेको के। हजुरहरूले यो भिडियो हेरेर जामजाम जस्तो भइरहेको होला, तर चाहिँ यो ठाउँमा चाहिँ बिहानको समयमा आउनु होला। धेरै राम्रो देखिन्छ कि भ्यूहरू। धेरै भिडियो बनाउँ, धेरै फोटो खिचौँ। अब चाहिँ तल सरले पनि कल गरिसक्नु भयो, छिटो आऊ बाबुहरू खाना खाएर अब चाहिँ बजार जानुपर्छ भनेर। यो ठाउँलाई चाहिँ छाडेर जाने मन थियो न, तर के गर्नु, के पनि नगर्नु। यसलाई चाहिँ मनभित्र हालेर लग्नु। मनभित्र हालेर लग्छु भनेर कुदेर गएको त हेर्न सक्नुहुन्छ। झन्डै लडेर तल गोटीचोरमा पुगेको म चाहिँ। आजको लागि चाहिँ यति नै हुन्छ। राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। हस्त गाइज, जय नेपाल, बाई बाई, लभ यु अल है त गाइज।